नमस्कार मेरा प्रियजनहरू। यति बेला म सिम्पानीमा रहेको गङ्गेश्वर महादेव मन्दिरमा रहेको छु, जुन यस मन्दिरको बारेमा धेरैलाई थाहा नरहेछ र यहाँ चाहिँ पञ्चमुखी हनुमानको मूर्ति लगायत काल भैरव मूर्ति लगायत अन्य विभिन्न देवी देवताका मूर्तिहरू रहेका छन्। आउनुहोस् आज म यहाँहरूलाई यस भिडियो मार्फत यस मन्दिरको परिक्रमा गराउनेछु। सुरु। अनि यो चाहिँ रहेको छ रुद्राक्षको रुख वृक्ष। पञ्चमुखी वीर हनुमानजीका चरणमा कोटि नमन टक्राउँदै म सुधाकर प्रकाश मिश्रा आज विशेष गरिकन पञ्चमुखी हनुमानजीको विषयमा हामी चर्चा गर्नेछौँ। अब यो पञ्चमुखी हनुमानजीको मन्दिर कहाँ छ भन्ने पनि धेरै हाम्रो भक्तजनहरूलाई जिज्ञासा रहेको होला। पञ्चमुखी हनुमानजीको मूर्ति कास्की जिल्ला पोखरा कास्की जिल्लाको सिम्पानी जौबारी स्थित त्यहाँनिर तपाईँको चाहिँ हामीले स्थापना गरेको छौँ, जहाँ शुक्ला गण्डकी नजिक रहेकी छन् र साथसाथमा गङ्गेश्वर महादेवको प्राङ्गणमा पञ्चमुखी हनुमानजीको मूर्ति बनिरहेको छ। अब यो पञ्चमुखी हनुमानजीको विषयमा चर्चा गर्दाखेरि भनिएको छ शास्त्रमा, ओम वन्दे वानर नारसिंहं खग्राट क्रीडास्तु वक्त्रान्वितं दिव्यं लङ्कारणं भूषणं त्रिपञ्चनयनं दे दिव्यमानं वुषा हस्ताब्जैरसखेट पुस्तक सुधा कुम्भाङ्कुशाद्रिम्बलौ खड्वाङ्गं फणिभूरुहं दशभुजौ सर्वान्वीरापहम्। पञ्चमुखी हनुमानजी अत्यन्त महाबलशाली यहाँले सुनिराख्नु भएको छ। विशेष गरिकन भगवान् रामका अत्यन्त प्रियभन्दा प्रिय भक्त पनि हुनुहुन्छ र साथमा सेवक पनि हुनुहुन्छ पञ्चमुखी हनुमानजी। हनुमानजीको विषयमा धेरै चर्चाहरू सायद मेरो जिब्रोले गर्दाखेरि कमै पर्ला, किनकि 1000 जिब्रा भएका शेषनागले पनि जसको व्याख्या गर्दाखेरि पनि चाहिँ कमै मानिन्छ। र साथसाथमा उहाँ भनेको साक्षात् अञ्जना पुत्र महाबली हनुमानजी हुनुहुन्छ, वायुपुत्र पनि हुनुहुन्छ। र साथसाथमा उहाँको पूजा आराधना गर्नाले यस कलिकालमा सत्य त्रेता द्वापर यी सबै कालहरूमा हनुमानजी प्रत्यक्ष नै हुनुहुन्छ र साथसाथमा आफ्नो भक्तहरूको कल्याण गर्नेवाला देवताको रूपमा हुनुहुन्छ। हनुमानजीको जस्तो कि कसैलाई तपाईँको चाहिँ डर लागिरहन्छ, आत्मबल कमजोर भए जस्तो महसुस भइरहन्छ, कामहरू बिग्रिरहन्छ, वर्किङ प्लेसदेखि लिएर अन्य क्षेत्रहरूमा अनेकौँ प्रकारको समस्याहरू खडा भइरहन्छ, माङ्गलिक दोषका प्रभावहरू छन्, जहाँ तपाईँको चाहिँ अनेकौँ प्रकार कुनै पनि एबिसी रोग दोष कष्ट भूत प्रेत मसान डाइन चुडेल चाहे जेसुकै भन्नु जीवनमा, या तपाईँको चाहिँ छाया ग्रह जस्तो राहु केतु शनिको प्रभाव या मङ्गलको तपाईँको चाहिँ कुनै पनि प्रभाव बनिराखेको छ कुण्डलीमा, खराब स्थितिमा तपाईँको ग्रह प्लानेटहरू बनिराखेको अवस्था छ, जसलाई ब्यालेन्समा राख्नका लागि पनि दैनिक रूपमा तपाईँको चाहिँ हनुमान चालिसाको 1 बार 7 बार 108 बार पाठ गर्नाले मात्रै पनि हनुमानजीको कृपा हुने गर्दछ। र साथमा जीवनमा अत्यन्त सुनमा सुगन्ध बनाउनका लागि हनुमानजीको आराधना पूजापाठ गर्नाले अत्यन्त राम्रो हुने गर्दछ। यदि कुण्डलीमा कसैको जस्तो कि अकाल मृत्युको योग बनेको हुन्छ या पितृ दोषहरू बनेको हुन्छ, कुनै पनि दोष यदि साथसाथ यहाँले भित्रैबाट मन जहाँ तपाईँको चाहिँ कायिक वाचिक जहाँ मानसिक रूपमा तपाईँको चाहिँ भगवान्लाई स्मरण मात्रै गर्नाले पनि या पूजापाठ गर्नाले पनि अत्यन्त राम्रो हुने गर्दछ। कुण्डलीका ग्रह प्लानेट जुन खराब भएका हुने गर्दछन्, ती ग्रह प्लानेटलाई पनि ब्यालेन्समा राख्नका लागि हनुमानजीको पूजा आराधना गर्नु अत्यन्त उत्तम हुने गर्दछ। घर परिवारमा पनि शान्ति हुने गर्दछ। यदि कोही व्यक्तिले आफ्नो घरमा 5 जनाको फ्यामिली छ, जसमा तपाईँको 1 जनाले मात्रै हनुमानजीको आराधना गर्छन् भनेपछि त्यो घरमा कुनै पनि तपाईँले वास्तु दोष या अन्य दोषहरूको प्रभाव बनिराखेको छ भनेपछि पनि त्यो सबै हट्ने गर्दछ। कलियुगको साक्षात् देवता भन्छु मैले मात्रै होइन, शास्त्रले पनि भनिराखेको अवस्था रहेको छ। र साथसाथमा हनुमानजीको आराधना पूजापाठ गर्नु होला। अब यहाँ जाउँ हाम्रो हनुमानजीकोमा, जहाँ अघि यहाँले सोध्नुभयो, जहाँ 10वटा हातहरू देख्नुहुन्छ, हातमा एउटा हातमा अमृतको कलशदेखि लिएर यहाँ वज्रदेखि लिएर त्यहाँ खड्गदेखि लिएर सबै चिजहरू, प्रत्येक हातमा त्रिशूलदेखि लिएर यहाँ वंशहरूदेखि लिएर सबै तपाईँको आयुधहरू, शत्रुलाई जसले भयावह शत्रुहरूलाई गर्ने हो। तर भक्त जसले आराधना उहाँको एकदमै जस्तोसुकै रौद्र रूप भए पनि हनुमानजीको भक्त कहिले पनि डराउन्न। कुनै पनि जो आराधना गर्ने सेवकहरू छन् उनीहरूलाई चाहिँ भयावह जस्तोसुकै रूपमा आफ्नो इष्टको दर्शन हुँदा पनि डराउन्न इष्ट चाहिँ है। त्यो भएको कारणले गर्दाखेरि यतापट्टि हयग्रीव हुनुहुन्छ। हय भनेको घोडा, ग्रीव भनेको घाँटी। यहाँनिर तपाईँको हयग्रीव अवतार भगवान् नारायणकै अवतारका रूपमा लिइन्छ। यतापट्टि नरसिंह जो भक्त प्रह्लादलाई तपाईँको चाहिँ भगवान्ले
जोगाउनु भएको थियो, जस्तो सूर्य कष्टबाट पनि उहाँको चाहिँ नरसिंह अवतार छन्, यतापट्टि महाबली वीर हनुमानजी नै हुनुहुन्छ, यतापट्टि गरुड अवतार हुनुहुन्छ हजुर। यतापट्टि चाहिँ वराह ओम एकदृष्टाय विद्महे महावराय धीमहि तन्नो विष्णु प्रचोदयात्, विष्णु भगवानको अर्को रूप हो यो वराह भनेको है। पृथ्वीको उद्धार गर्नका निमित्तमा जहाँ वराह अवतार भगवानले रूप धारण गर्नुभएको थियो। र साथसाथमा पञ्चमुखी हनुमानजीको महिमा धेरै छ। यदि यहाँहरूलाई पनि दर्शन गर्नु छ, पूजापाठ या तपाईँको चाहिँ कुनै हनुमानजीको कुनै भूत प्रेत मसान डाइनदेखि लिएर कुनै पनि समस्या या कसैले तन्त्र बाधा गरिदिएको छ यहाँहरूलाई, या घर परिवारदेखि लिएर अन्य क्षेत्रमा भनेपछि कुनै पनि विधि विधान उपाय गर्दा पनि जसको सोल्युसन या तपाईँ चाहिँ उपाय यहाँहरूले भेटाउनु भएको छैन भनेपछि तनाव टेन्सनदेखि लिएर यहाँहरूको वर्किङ प्लेसदेखि लिएर लभ लाइफदेखि लिएर म्यारिड लाइफदेखि लिएर हर क्षेत्रमा तपाईँको चाहिँ बाधाहरू आइरहन्छ। किन यस्तो भइराखेको छ त भन्ने जिज्ञासा यहाँहरूलाई छ भनेपछि यहाँहरूले सम्पर्क राख्न सक्नुहुनेछ। मेरो नम्बर त्यहाँ यहाँहरूले देख्नुहुनेछ। र साथसाथमा पञ्चमुखी हनुमानजीको पूजा यहाँहरूले पनि गर्नु होला। मङ्गलबारको दिनमा, पूर्णिमाको दिनमा, शनिबारको दिनमा गर्न सक्नुहुन्छ। अत्यन्त राम्रो हुनेछ। जय रहोस्, शुभ रहोस्, मङ्गलमय रहोस्। ओम नमः शिवाय।